फाइनली गाइस आज चाहिँ हामी माछा मार्न आएको थियौँ होइन। अघि चाहिँ भिडियो बनाउन खोजिरहेको थिएँ, त्यस्तै अलि धेरै लेट भइरहेको थियो नि त। अहिले चाहिँ रातिको लगभग 7:30 8 बज्न लागिसक्यो। यति बेला हामी खोलामा थियौँ होइन। त्यो भएर हेर्नु त हात यस्तो कठाङ्ग्रिएर नि हात थोरै होइन, हातै लाग्दैन क्या। अनि यही क्रममा चाहिँ हाम्रो बगालहरू गइरहेको अगाडितिर हामी 3 भाइ थियौँ। त्यही क्रममा चाहिँ एउटा भिडियो बनालौँ भन्ने कुरा हो। अनि यस्तै भिडियो चाहिँ म फेरि ल्याउने छु पछि, माछा मारेको होइन। अनि त्यो भिडियो चाहिँ सबैले माया गरिदिनु होला। अनि यो भिडियोलाई पनि सबैले सपोर्ट गरिदिनु पऱ्यो। अनि बाउसा फ्यामिली है, यस्तै यस्तै भिडियोहरू सधैँ ल्याउने छु मैले। अनि माछाका केही क्लिप्सहरू पछाडि देखाउने छु, सबैजनाले हेरिदिनु होला। यो चाहिँ यो बिरानो अर्काको ठाउँमा होइन, हामीले चाहिँ घनले ढुङ्गा हानेर मतलब माछा उकाल्ने काम थियो। अनि कसरी मार्यौँ के गर्यौँ अब थाहा पाउनु जतिलाई चाहिँ थाहा होला। अनि त्यो चाहिँ देखाएको थिएन नि त मैले। अहिले चाहिँ घर आउँदैछु होइन, यस्तो छ हालत के भन्ने यार, गाह्रो छ गाह्रो एकदम के। मैले यसलाई यो छ नि यस्तो, यसलाई मैले बाउलाई त सिमेलौँ भने पनि सक्दिनँ, मेरो हात कठाङ्ग्रेर पुरै भइरह। अनि भिडियो पनि मैले जसो तसो बनाएको छु होइन। भिडियो पछाडि पनि केही क्लिप्स देखाउने छु, हेरिदिनु होला, त्यही भन्छु है त। गाइस हालत यस्तो छ, मेरो मोबाइलको क्वालिटी यो क्यामेरा के भएको यार, पछाडि केही माटो यताउति लागेको के हो, तर त्यो पोस्न पनि सकिराखेन मैले। हेर्नुहोस् त यस्तो छ हालत। यस्तो त्यो खोलो अब कता देखाउने, कुन दुनियाँमा छ। यतातिर हामी चाहिँ रोड जस्तामा हिँड्छौँ, कच्ची रोडमा। यता छन् टोलीहरू है, यस्तो छ। हातको यस्तो यस्तो छ। म कालो मान्छेको हात पनि कति सेतो जस्तो क्या, कठाङ्ग्रेर पुरै यस्तो छ। कालो मान्छेको हात पनि यस्तो यस्तो भइरहेको के भन्ने यार। बाउला साउला भिजेर ओहो बडो मुस्किल छ जिन्दगी, यस्तै हो है। गाई चाहिँ यति भारै छ, देख्दाखेरि त थोरै छ, मारे चाहिँ जस्तो लाग्थ्यो। यस्तो छ। यतातिरको माछा चाहिँ फरक हुँदो रहेछ। सो गाई चाहिँ तातो तातो माछा खान लगाएको है। जसरी कालिजको भिडियो हाल्थेँ नि मैले, त्यस्तै गरेर माछा खानु छ। त्यति देखेँ होइन होइन, तातो एकदम छ क्या होइन। अनि यसमा चाहिँ टक्क त्यस्तो छ, सबैले टक्क टोलीहरूले मारेर खान लागिसक्यो सबैजनालाई है, खानुपर्छ। माछा खान लगाएको होइन, तितो छ तर स्वास्थ्यको लागि एकदम राम्रो बनाउँछ होइन। यसरी खान लाग्छौँ। गाह्रो छ हौ, गाह्रो। कहिले के खाने कहिले के खाने, यस्तै छ जिन्दगी चलिरहेको छ होइन। त्यो गाई छैन, भिडियोलाई सबैजनाले हेरिदिनु होला। यस्तै भिडियो फेरि पनि ल्याउने छु मैले। तर माछा चाहिँ थोरै भए, खाने चाहिँ हामी धेरैजना थियौँ। अब कसरी देखाउँछ होइन, यस्तै छ। सबैजनाले हेर्नुपर्छ। कालिजको पनि यस्तै हालेर भिडियो हालेको थिएँ, ठिकै माया गर्नुभएको थियो। यस्ता यस्ता नयाँ भिडियो आउँदैछन्। बाउसा फ्यामिली सधैँ माया र साथ सपोर्टको अपेक्षा राख्नेछु है त। नयाँ भिडियोमा फेरि भेटौँला, टाटा।